गुड मर्निङ साथीहरू, नमस्ते जोडले सबैजनालाई। अनि आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आज रहेको छ पुसको 11 गते। हिजो चाहिँ क्रिसमसको बिदा थियो नि त। अनि आज चाहिँ बाबुको स्कुल छ। म बाबुलाई आधी बाटोसम्म पुऱ्याउन जान्छु। बाबु चाहिँ स्कुल जानलाई रेडी हुँदैछ। बाबुले दर्रो गर्यो के खुट्टा राम्रोसँग हाल न। ऊ आफै पसाउन सकेन अन्त गाइस काले त्यहाँ बस्छ। गाडी आछु नि गाडी आयो त्यहाँ अन्त नि राम्रो पर्ने ब्याग आउँछ। मैले उडे खाली आउँछ आज त ब्यागै आउँछ। आउन हिजो त खाली थियो जाडो टाउको वा छिटो उठ न, अबेला भइसक्यो के। ल सानो बाबु छिटो उठ। ल है बाहिर सेवा त बाहिर गएर अब जान्छु म नि एकछिन बाबुलाई पुऱ्याउनु। साथी छैन नि त यहाँ तलबाट, साथी भएको भए त जान्थ्यो। मान्ने उसलाई ढेमासम्म उसले भोजेले चाहिँ माथि जानु छ मनोकामना अरे। साथी भएको भए चाहिँ साथीसँगै पठाइदिन्थ्यो। आज तल घरको दिदी नजानेर स्कुल बिदा छ अरे उनीहरूको। बाबुहरूको चाहिँ छैन त, हिजो एक दिन मात्रै बिदा थियो, अझ बिदा छैन। त्यही भएर माथिसम्म साथीहरूसँग चाहिँ पुर्याइदिन्छु अनि आउँछु। जाडो छ नि त हो यता त बेसरी पुसको महिना। तपाईँहरूतिर कतिको जाडो छ? ल के गर्नु बनाउनु लाग्नु भएको काका? कुखुराको सोबाकेको त स्कुल बिदा छ भने होइन? कहाँ गयो त? ल ल झम्के साग ल ल चिप्लो हो बाटो नि सिटले। ल ल अब सर जाम, साथीलाई भेट्दैन फेरि। साथीसँगै जाऊ तिमी। हस् जाडो नि जाडो भयो। हिजो त घाम नि लागेको थिएन, पुरा डमक्कै भइरहेको थियो। आज त घाम लाग्छ कि जस्तो छ मौसम हेर्दा। म चाहिँ एक्लै बोलिबसेँ नि त बाबुरामा। त्यहाँ बाटोमा हिँड्ने मान्छे चाहिँ मलाई टुवा परेर हेरिबस्यो। मेरो बाबु चाहिँ स्कुल पुग्नलाई कति टाइम लाग्छ बाबु तिमीलाई? आधी घन्टा? 1 घन्टा त लाग्दैन त नि, आधी घन्टा 25 मिनटमा चाहिँ पुग्छ। सरासर गयो भने बच्चाहरू बिस्तारै जान्छ नि खेली खेली। आधी घन्टा 35 मिनट लाग्छ।
बाबुको साथीहरू चाहिँ त्यहाँ छ म बाबुको साथीहरूलाई भेटाएर पठाइदिन्छु खोइ त बबी दिदी खोइ हाँ जान्न रे बबी दिदी किन ब्याग साटेको अरे क्या हो मेरो बाबुको साथीहरू आइ गर सुसानी खोइ आइ गरेको जलालाई जाऊ ल कसलाई पर्दा नै दाजु गोठानाको बुढाहरूलाई फेरि केही नयाँ देख्नुहुन्न झोलाको नयाँ झोला रे साथीको चेन गरिराखौ यो जुत्ता अहिले यस्तो बनाइसक्यो अहिले बेलुका फर्किँदाखेरि कस्तो हुन्छ है लालपाती फुल कस्तो राम्रो फुल र त्यही पारेर बाबु चाहिँ गयो अब म चाहिँ सबैजनाले प्याज लगाइसक्नु भयो होला हामीले प्याज पनि लगाएको छैन अब गएर मोल बोकेर खनेर प्याज लगाउनु पर्ने छ बोलौँ भने एक्लै के बोल्नु साथीहरू गाउँघरको काम कहिले नसकिँदो रहेछ मैले चाहिँ मोल किलाएर पनि सकिसक्यो प्याज रोपेर नि त अनि त्यही भएर मसिनो पारेको सबैजनाले प्याज रोपेर पनि जगाइसक्यो होला हामी चाहिँ ढिलो भयो क्या कहिले के गर्ने भन्दा ढिलो भयो अनि हिजो रोप्ने भनेर लिएर आएको प्याज चाहिँ हिजो चाहिँ माथि गाउँको बाजी बित्नु भयो साथीको ससुरा अनि बुवा चाहिँ तल जानु पऱ्यो नि त त्यही भएर हिजो रोपेन अनि बाजेलाई चाहिँ हार्दिक श्रद्धाञ्जली भन्छु वैकुण्ठमा बास होस् अनि साथीहरूलाई चाहिँ बी केयरफुल टेक केयर भन्छु किनभने पुसको महिना छ नि त बिहान बेलुका एकदमै चिसो छ दिउँसोमा चाहिँ अलिक घाम लाग्छ बेलुकामा त एकदमै चिसो छ बिहान बेलुका त्यही भएर राम्रोसँग बस भन्छ
मैले अघि केलाको मल त बाउले ठेडागाडामा ओसारिसकेछ। म चाहिँ जाँदैछु गोठमा खोसेल्टा बोकेर। खोसेल्टा भनेको चिन्नुभयो? मकैको खोस्टा। अनि गरे चाहिँ उता बन्डाडा छ नि त बारीमा, घाम ताप्नलाई लगे चाहिँ हाम्रो पल्ला घरको बोजेको घर कोही पनि छैन। बोजे चाहिँ तल बस्नुहुन्छ फुपूको घर। यहाँ हाम्रो बोजे घाम तापिराख्नु भयो। बोजे हेरि बसे। यति राम्रो घर बनाएर बोजे चाहिँ तल फुपूको घर बस्नुहुन्छ। आउनुहुन्छ घरिघरि। सुनसान कोही छैन। के बोल्नु छ्या, केही बोल्नै नआउँदो रहेछ। क्यामेरा तेर्सो पाऱ्यो भने के बोल्नु, साथी भए पो है यस्तो कुरा उस्तो कुरा भन्दै गफ गर्दै भिडियो बनाउनु एक्लै। लाइन बजाइ चाहिँ बाँस काट्न आउनु भएको रहेछ। लाइन बजाइ हिँगा के ए बाजु नि ए लाइन बजाइ बाँस काट्न आउनु भएको रहेछ। त्यही भएर लुन आएर बसिरहेको छ बाटोमा। पहिला चाहिँ त कति धेरै सुन्तला थियो अरे क्या। म आउँदासम्म थियो सुन्तला चाहिँ। तर पहिला जस्तो चाहिँ थिएन। म आउँदाखेरि आधी त मरिसकेको थियो। अहिले चाहिँ सुन्तला पुरै मरिसक्यो। पोरपुरासँग जस्तो पयालै थियो सुन्तला। यसपालि त रुखै रुख ग्याङराङ छ। कतै कतै फल्या। नत्र त सबै मरिसक्यो सुन्तला। नयाँ लाउँदा नि हुँदैन, बिरुवा नै मर्छ के भएको कुनै। सुन्तलाको रुख म चाहिँ आइपुगिसकेको गोठमा। गरु पुर्के ओइ तिमीहरू आज त मजाले घाम ताप्नु पाएछ त। हिजो अस्ति त मैले बाहिर निकाल्नु पनि सकेको थिएन। आज बाउले निकालिदियो तिमीहरूलाई। हो किन नखाएको घाँस तिमीहरूलाई? यहाँ चाहिँ पुरा घाम लाग्छ मजाले। बादल लागेर डमक्कै यता चाहिँ पुरै भिड छ। यहाँ चाहिँ हाम्रो कप्लिती घाँस थियो क्या कति धेरै। एकचोटि पनि काटेको थिएन। कुन चाहिँले डढेलो लगाइदिएछ। एउटा नि काट्नु पाएन यसपालि घाँस। ओह घाम लाग्यो यहाँ त आनन्द मजा छ घाम ताप्नलाई। फेरि अनि कतिजनाले भन्छ क्या तिमीहरू त्यहाँ बनडाँडामा जाँदाखेरि डर लाग्दैन एक्लै एक्लै जाँदाखेरि? त्यहाँ बारीमा जाँदा भन्छ अब आउनु परेपछि डर लाग्यो भनेर पनि के गर्नु होइन। सधैँभरि साथी खोजेर पनि पाइँदैन। अब आफ्नो टाइममा आफ्नो कामले हिँड्नुपर्छ। सधैँ साथी खोजेर पनि पाइँदैन नि त गाउँमा। के गर्नु हिँड्नै पर्यो। अस्ति चाहिँ पानी चिसो भएर होला गरुहरूले पानी नै खाएन क्या। अनि आज चाहिँ पानी तताइदिन्छु भनेर चाहिँ पानी तताएँ मैले यसमा। यसमा पानी तताएँ। अब लानुपर्छ ऊ पल्लो छेउ। मैले अर्को भाँडा ल्याइनँ। एउटा गाग्री ल्याउनु पर्ने बिर्सेछु। यो तातो भाँडा कसरी उचालेर लाने? यस्तो छ दिमाग। दिमाग भएको मान्छे भए पो हुन्छ र। यस्तो छ दिमागै छैन। कसरी लानु अब मैले तातो भाँडा भनेर हो तिमीहरू साथी आएको? म एक्लै छ भनेर साथी आयो क्या यिनीहरू? बाँदर तिमीहरू सरखण्ड खाना होला। खाऊ खाऊ तिमीहरूको कमाइ छैन। ऊ यहाँ पनि माकुरी डर लाग्दो कत्रो हौ।
डर लाग्यो मलाई त। कान्छी बुबु बाई कति धेरै मलाई त मान्नु नि परेन कत्रो कत्रो बुढो बुढो बाँदर सबक्कै आँखा पाखैभरि ए ल ल ल कत्रो कत्रो बाँदर मभन्दा ठुलो ठुलो छ हौ। तल त छैन फेरि सबै माथि आएछ क्या जाँदैछु आऊ आऊ न अलार्म हाम्रो घरको अलार्म हो यो चाहिँ अलार्म बिहान 4:30 बजेबाट म्याँ गर्ने अलार्म तल्लै करा न अहिले दिन सासू ससुराको नाममा छ र मात्रै हो नत्र मेरो नाममा भएको भए उहिले उडाइदिइसक्छ तँलाई सुर्गलोक। बाउले मोल हालेर खनेर ठिक्क पारेर राखिदिनु भएछ बाहिर के को अक्कर अक्कर आउनु पर्यो होला उसलाई ल झन्डेले लडेन यसो त दुख्यो दुखेन दुखेन ल समाउनु ल लाउनु यो समाउनु मोल समाउनु एकछिन तपाईँहरू कसरी रोप्नुहुन्छ प्याज हामीले यसरी रोप्छौँ सोफाले हेरिरहेको हजुर के बनाउने तिमीहरू हुन्न मैले चाहिँ प्याज रोपेर पनि भ्यायो नि त अब जाने घर यति रोपेँ मैले चाहिँ प्याज अब जाने खाना बनाउने खाने सुत्ने बाई बाई मैले चाहिँ प्याज रोपेर पनि भ्यायो नि त अब जाने घर यति रोपेँ मैले चाहिँ प्याज अब जाने खाना बनाउने खाने सुत्ने बाई बाई।